भयो गाइज अहिले तरकारी लिन जाउँ भनेको उहाँ चाहिँ मान्नुहुन्न हजुरहरू जान्ने भए आउनु होला किनकि अहिले चाहिँ हरियो सागपात पनि राम्रो हुन्छ खाउँ भन्ने बित्तिकै नजाने यस्तो पनि हुन्छ र काहीँ के छ र ल्याउनु पर्ने के छ र कति धेरै ल्याउने सामान छ अनि जानै हुन्न जहिले पनि नजाने गरेर कहिले जाने भने अनि के ल्याउने त नि भन न त पसलमै गएर थाहा हुन्छ नि जे देख्छ नि त्यही लिएर आउँछु म त फेरि घरदेखि सोच्दैन है गाइज त्यहाँ जे राम्रो लाग्छ नि मलाई त्यहाँ अरूदेखि सामान देख्यो भने त्यही लग्छु भन्छु है हो तिमी जे मन पर्यो बाई वहाँ देखाउँछु हजुरहरूलाई धेरै लाइटको सुविधा छ हजुरहरूलाई म देखाउँछु देखाउँछौ आँप लिने हो नि त नि आँप लिने होइन आँप त त्यहाँ खतरा पाइन्छ हो दसरी फेभरेट तिम्रो के हो अरे आँप दसरी आँप हो अनि हो त्यो स्याउमा कुन स्याउ गरे फेभरेट जुम्ली स्याउ आज पनि पाइन्छ र अब त पाइन्छ असोजको महिना हो अहिले पाइन्न नि त अनि अरू के ल्याउने हो त्यति ल्याउने तरकारी के गरे कटहर हो आज ल्याउने हौ नै आज म उ लिएर आउने हो प्याज उता नगर्नु न तरकारीमा भने मैले प्याज भने ओइ पागल जाँदैछु तरकारी लिन हजुरहरूलाई उहाँ देखाउने छु अहिले चाहिँ राति भइसक्यो है बाहिर निस्किसक्यो कोठाभन्दा ल बाई बाइकलाई तान्दै लगिरहने बाइक बिग्रिएर हो कि के हो हामी चाहिँ महेशपुर हो यो के अरे महेशपुर हो कि के हो महेशपुर रोडमा छौँ है नरिवल खाने विचार थियो कति रुपियाँ पर्छ थाहा छैन थाहा सोध्यो थाहा मिल्छ त नि समोसा जहाँ पनि मिल्छ नि कस्तो हावा कता जाने उसकैमा जाने प्याज लिएर आउनु भन्ने छ महेशपुर चौकमा आइयो उता झर्काउनु हामी चाहिँ तरकारी किन्दैछौँ है तरकारी पसलमा आएर प्याजहरू किन्न लाग्यो हामी तरकारी किनेर लागिसक्यौँ है फाइनली प्याज किनेर अनि आँप किनेर अनि अरू के किनेर घरतिर लाग्यो अब केही छ र किन्न पर्ने छैन बाँकी छैन अब चाहिँ हामी घरतिर लाग्यौँ गाइस जाँदैछौँ है चोको हेर्नु छ यो महेशपुर चोकी यहाँ चाहिँ यो रोड चाहिँ ट्याक्क भन्सार रोड हो अगाडि हेर्नुहोस् चाहिँ आँपहरू फलफुलहरू छन्